एलर्जी र ENT प्रब्लमको के सम्बन्ध छ त? नमस्ते, म डाक्टर श्रुति मानन्दर, ENT हेड एन्ड नेक सर्जन, राइनोलोजिस्ट र एन्डोस्कोपिक साइनस सर्जन। एलर्जी र ENT प्रब्लमको के सम्बन्ध छ त? एलर्जी र ENT प्रब्लमको गहिरो सम्बन्ध छ। एलर्जी बाहिरी छालामा मात्र होइन, नाक कान घाँटी सबैमा हुन सक्छ। नाकको एलर्जीलाई एलर्जिक राइनाइटिस भनिन्छ। यसको एलर्जिक राइनाइटिस हुँदाखेरि नाक वरिपरिको मांसपेशीहरू धेरै सुन्निने हुन्छ र नाकमा धेरै नै सिङ्गानहरू बगिराख्ने र आँखा चिलाउने, यसले आँखामा पनि असर पर्छ, जसले गर्दाखेरि आँखा चिलाइराख्ने, आँखा रातो हुने र नाकमा पनि नाक चिलाउनेले गर्दाखेरि सुनिने गर्छ, मांसपेशीहरू सुनिँदाखेरि नाक बन्द हुने, अनि यसकै कारणले गर्दाखेरि धेरै सिङ्गानहरू बन्ने गर्छ र त्यो सिङ्गान घाँटी पछाडि जान्छ है। अनि घाँटी पछाडि जाँदाखेरि के हुन्छ त, घाँटीमा पनि चिलाउने भयो र यसले गर्दाखेरि एलर्जिक फ्यारिन्जाइटिस हुन्छ। र यो घाँटीमा मात्र सीमित नभएर यसको समस्या लोअर एयरवे छातीमासम्म जान सक्छ, जसले गर्दाखेरि ब्रोङ्कियल आस्थमा, ब्रोङ्काइटिसहरू पनि हुने गर्दछ। यसको रिलेसन कानमा पनि छ, किनभने नाक पछाडि एउटा ट्युब, जुन कानको ट्युब खोल्छ, जसलाई इयोस्याचिन ट्युब भनिन्छ। यदि त्यसको एलर्जी र सिङ्गानहरू इयोस्याचिन ट्युबमा गएर ब्लक भयो भने कानको पर्दा पछाडि पानी जमिने, जसले गर्दाखेरि बच्चाहरूमा अथवा ठुलामा कान दुख्न सक्ने, यसले सुनाइमा पनि असर पर्न सक्छ र धेरै नै यो इन्फेक्सन भयो भने कानको पर्दा पनि फुट्ने गर्दछ र यसले पनि सुनाइमा असर गर्छ। त्यसै कारणले एलर्जीको ENT सँगसँगै लोअर एयरवे ब्रोङ्कियल आस्थमामा समेत यसको रिलेसन छ। त्यसै कारणले कुनै पनि समस्या भइरहेको छ, एलर्जीको प्रब्लम छ र यसको असर नाक कान घाँटीमा भइरहेको छ भने समयमा नै ENT स्पेशलिस्टसँग परामर्श लिनु अत्यन्त जरुरी छ। धन्यवाद। Sarang Healthcare, a multi-speciality clinic.